स्वागत छ मेरो युट्युब च्यानलमा। यस भिडियोमा हामी कोशी प्रदेश विराटनगरबाट लिएको लिखित परीक्षाको क्वेसनहरू डिस्कस गर्नेछौँ। फर्स्ट क्वेसनमा दिएको छ द कमनली युज थिनर इन डिस्टेम्पर भन्ने दिएको छ। ओलिभ ओइल, नाफ्ता, टर्बेन्टाइन अथवा वाटर। डिस्टेम्पर भनेको त्यस्तो पेन्ट हो जसमा चाहिँ पाउडर रक, पिगमेन्ट र वाटर मिलाएर बनाएको हुन्छ। भनेपछि यसमा हाम्रो थिनरको रूपमा चाहिँ हामीले वाटर प्रयोग गरेको हुन्छ है। त्यस्तै हाम्रो सेकेन्ड नम्बरमा छ द स्लेट एन्ड मार्बल स्टोन बिलोङ्स टु भनेर सोधिएको छ। सेडिमेन्टरी रक, इग्नियस रक, फोलिएटेड रक अथवा मेटामर्फिक रक। स्लेट र मार्बल भन्ने चाहिँ हाम्रो मेटामर्फिक रकमा पर्ने हो है। थर्ड नम्बरमा छ द फ्रग अफ ब्रिक इज नर्मली मेड अन इट्स भनेको छ। लङ्गर फेस, सर्टर फेस, बटम फेस अथवा टप फेस। ब्रिकको फ्रग चाहिँ केमा हुन्छ, कुन फेसमा हुन्छ भनेर सोधेको छ। फ्रग भनेको चाहिँ ब्रिकको टप फेसमा बनाएको त्यस्तो खालको डिप्रेसन हो जुन चाहिँ हामीले ह्यान्डलिङ गर्नको लागि प्रयोग गर्न सकिन्छ एउटा होइन। अर्को भनेको चाहिँ त्यसले चाहिँ मोटार र ब्रिकको चाहिँ बोन्डिङहरू इम्प्रुभ गर्नको लागि पनि प्रयोग गरिन्छ एउटा। र अर्को भनेको ब्रान्डिङको लागि त्यहाँ चाहिँ हामीले लोगोहरू राख्ने, कम्पनीको लोगोहरू, स्ट्याम्पहरू त्यसमा चाहिँ राख्नको लागि प्रयोग गरिएको हुन्छ। भनेपछि फ्रग चाहिँ हाम्रो नर्मली कहाँ प्रयोग गरिन्छ त, टप फेसमा प्रयोग गरिन्छ है। 4 नम्बरमा छ when a rectangular beam is loaded transversely the maximum compressive stress develop on भनेर सोधेको छ। बिम नर्मली हाम्रो होरिजोन्टल मेम्बर हो। होरिजोन्टल मेम्बरमा चाहिँ लोड चाहिँ ट्रान्सफर्सली भनेको भर्टिकल रूपमा चाहिँ लोड लागेको छ भने त्यसले चाहिँ अब म्याक्सिमम कम्प्रेसिभ स्ट्रेस चाहिँ कहाँ डेभलप गर्छ त भनेर सोधेको छ। लोड भर्टिकल रूपमा यसरी लाउँदाखेरि चाहिँ यो चाहिँ एउटा यसरी सेप बनाएर होइन यसरी इलास्टिक सेप बनाएर यसरी चाहिँ बेन्ड हुन्छ। त्यो बेन्ड भइसकेपछि अब हाम्रो यो बिच लेभलमा हुन्छ एउटा न्युट्रल एक्सिस र त्यो न्युट्रल एक्सिस भन्दा तलको पार्ट चाहिँ बढी इलोङ्गेट हुनुहुन्छ र न्युट्रल एक्सिस भन्दा मास्तिरको पार्ट चाहिँ के हुन्छ, बढी कम्प्रेस हुन्छ है। जति हाम्रो न्युट्रल एक्सिस भन्दा मास्तिर बढ्दै गयो त्यति नै कम्प्रेसिभ स्ट्रेस चाहिँ बढ्दै जान्छ। जति न्युट्रल एक्सिस भन्दा तलतिर चाहिँ जाँदै गयो, डिस्टेन्स बढ्दै गयो, त्यति नै टेन्साइल स्ट्रेस चाहिँ बढ्दै जान्छ। भने चाहिँ हाम्रो म्याक्सिमम कम्प्रेसिभ भनेको चाहिँ के हो त, सबभन्दा टप मोस्ट फाइबरमा है। त्यस्तै यसमा हाम्रो म्याक्सिमम टेन्साइल स्ट्रेस सोधेको है बटम मोस्ट फाइबरमा हुन्थ्यो है। भनेपछि हामीलाई यसको सही एन्सर के हुनुभयो त, टप मोस्ट फाइबर है त। क्वेसन नम्बर 5 मा छ एट द पोइन्ट अफ एप्लिकेसन अफ कन्सन्ट्रेट लोड अन अ बिम देयर इज भनेर दिएको छ। सडन चेन्ज अफ स्लोप अफ बेन्डिङ मोमेन्ट हो कि, म्याक्सिमम बेन्डिङ मोमेन्ट हो कि, पोइन्ट अफ कन्ट्याक्ट फ्लेक्चर हो कि, म्याक्सिमम डिफ्लेक्सन हो भनेर सोधेको छ। जहाँ चाहिँ लोड लागेको छ, कुनै पनि बिममा लोड लागेको, त्यो पनि पोइन्ट लोड लागेको छ भने चाहिँ त्यस्तो ठाउँमा चाहिँ के हुन्छ त भन्दाखेरि सडन चेन्ज अफ स्लोप अफ बेन्डिङ मोमेन्ट यो हुने चान्स छ है। जहाँ चाहिँ लोड लागेको हुन्छ त्यहाँ चाहिँ बेन्डिङ मोमेन्ट डायग्रामको चाहिँ सेप चेन्ज गरिरहेको हुन्छ है। त्यहाँ चाहिँ भ्यालुहरू चाहिँ त्योभन्दा लेफ्टतिर अथवा राइटतिर चाहिँ भ्यालुहरू कम अथवा बढी हुनसक्छ है। त्यसले गर्दा चाहिँ बेन्डिङ मोमेन्टको स्लोप त्यसले चेन्ज गराइरहेको हुन्छ। अर्को भनेको म्याक्सिमम बेन्डिङ मोमेन्ट। म्याक्सिमम बेन्डिङ मोमेन्ट चाहिँ अब हाम्रो हुने भनेको चाहिँ जस्तो हाम्रो सिम्पली सपोर्ट छ भने म्याक्सिमम बेन्डिङ मोमेन्ट हुने चान्स छ। तर हाम्रो क्यान्टिलिभर यदि बिम छ भने चाहिँ क्यान्टिलिभरको त हाम्रो लोड लागेको ठाउँ म्याक्सिमम बेन्डिङ मोमेन्ट हुँदैन। क्यान्टिलिभरको त लोड लागेको भन्दा पनि सपोर्टमा चाहिँ सबभन्दा म्याक्सिमम बेन्डिङ मोमेन्ट हुन्छ हाम्रो एउटा सिङ्गल पोइन्ट लोड छ भने है। त्यस्तै अब हाम्रो पोइन्ट अफ कन्ट्याक्ट फ्लेक्चर हुनको लागि चाहिँ अब बिम ओभर ह्याङ्गिङ हुनु पर्यो है। सिम्पली सपोर्टेड अथवा क्यान्टिलिभरमा चाहिँ यो पोइन्ट अफ कन्ट्याक्ट फ्लेक्चर भन्ने आउँदैन। बिम ओभर ह्याङ्गिङ भयो भने त्योभन्दा लेफ्टतिर बिमको ओभर ह्याङ्गिङ पार्टले गर्दाखेरि चाहिँ बेन्डिङ मोमेन्टको डायग्राममा त्यसको भ्यालु चाहिँ पोजिटिभबाट नेगेटिभतिर चेन्ज हुँदै गर्दाखेरि चाहिँ त्यहाँ भ्यालु 0 हुने कन्डिसन हो। त्यो चाहिँ पोइन्ट लागेको ठाउँमा हुन्छ भन्ने हुँदैन है। त्यस्तै म्याक्सिमम डिफ्लेक्सन पनि हेर्दाखेरि चाहिँ यदि लोड चाहिँ सेन्टरमा लागेको छ, सिम्पली सपोर्टेड बिममा छ भने म्याक्सिमम डिफ्लेक्सन हुनसक्छ है। तर यदि लोड चाहिँ सेन्टरभन्दा होइन लेफ्टतिर अथवा राइटतिर सेन्टरभन्दा अरू पोइन्टमा चाहिँ अब लोड लागेको छ भने यो म्याक्सिमम डिफ्लेक्सन पनि हुने चान्स हुँदैन है। भनेपछि हाम्रो यसको लागि चाहिँ सबभन्दा बेस्ट आन्सर भनेको चाहिँ सडन चेन्ज अफ स्लोप अफ बेन्डिङ मोमेन्ट, यो चाहिँ सबै केसमा लागु हुन्छ है त। त्यस्तै क्वेसन नम्बर 6 मा छ द इफेक्टिभ लेन्थ अफ अ कोलम विथ बोथ इन्ड फिक्स भनेर दिएको छ। दुईटै इन्डमा चाहिँ फिक्स सपोर्ट छ भने त्यसको इफेक्टिभ लेन्थ कति हुन्छ भनेर दिएको छ। कोलम भन्ने बित्तिकै कम्प्रेसन मेम्बर, कम्प्रेसन मेम्बरको पनि दुईतिर फिक्स छ भने र एकतिर हिन्ज एकतिर रोलर छ भने होइन, एकतिर फिक्स एकतिर फ्री छ भने र दुईतिर हिन्ज सपोर्ट छ भने यसरी 4वटा कन्डिसन छ नर्मल्ली। अब दुईतिर हिन्ज छ भने है एल हुन्छ, जति एक्चुअल लेन्थ छ त्यति नै इफेक्टिभ लेन्थ हुन्छ।
अब एकतिर हिन्ज एकतिर चाहिँ फिक्स सपोर्ट छ भने L/√2 अथवा 0.7 जति आउँछ यसको भ्यालु है। त्यस्तै अब एकतिर फिक्स एकतिर फ्री अथवा क्यान्टिलिभर छ भने 2L हुन्छ र दुईतिरै फिक्स छ भने चाहिँ कति हुन्छ यो 0.5L। 7 नम्बरमा छ प्रेसर इन पाइप फ्लो इज नर्मल्ली भनेर दिएको छ। पाइप फ्लोमा प्रेसर कति हुन्छ लेस देन एटमोस्फेरिक प्रेसर हो कि इक्वल टु एटमोस्फेरिक प्रेसर हो कि मोर देन एटमोस्फेरिक प्रेसर हो कि नन अफ द एबोभ। पाइप फ्लो भन्ने बित्तिकै जसमा चाहिँ फ्लुइडको प्रेसरको कारणले फ्लो हुन्छ है। त्यहाँ चाहिँ लिक्विडहरू चाहिँ त्यसको लिक्विडको हाई प्रेसरबाट चाहिँ लो प्रेसर भएतिर चाहिँ लिक्विड चाहिँ फ्लो हुने गर्छ पाइप फ्लोमा। जसमा चाहिँ फ्लुइड चाहिँ पाइपको त्यो साइज भरिको फ्लुइड चाहिँ फ्लो हुनु पर्यो। ओपन च्यानल फ्लो भनेको चाहिँ त्यस्तो फ्लो हो जसलाई चाहिँ एटमोस्फेरिक प्रेसरमा फ्लो हुन्छ है। त्यो चाहिँ अब वाटर सर्फेसभन्दा माथितिर चाहिँ सबै एयर हुनु पर्यो है त। भनेपछि अब पाइप फ्लोमा चाहिँ हाम्रो एटमोस्फेरिक प्रेसरभन्दा चाहिँ बढी फ्लो हुन्छ है। त्यस्तो अर्को छ इन फ्लुइड द लिक्विड पार्टिकल्स मे पोजेस भनेको छ। लिक्विड पार्टिकल्स चाहिँ अब कुन कुन इनर्जीहरू चाहिँ अब पोजेस गर्छ त कुनै पनि फ्लोमा भनेर सोधिएको छ। एउटा पोटेन्सियल इनर्जी एउटा काइनेटिक इनर्जी एउटा प्रेसर इनर्जी। कुनै पनि होइन फ्लुइड चाहिँ फ्लो भइरहेको छ भने काइनेटिक इनर्जी हुनै पर्यो है। फ्लो भएपछि केही अब त्यसमा प्रेसर हुनै पर्यो है। प्रेसर चाहिँ अब जति पानीको हाइट बढी छ त्यति नै पानीको डेप्थ जति बढी छ त्यति नै त्यसले प्रेसर दिने हो। र पोटेन्सियल इनर्जी भन्ने बित्तिकै अब त्यो चाहिँ डाटम लेभलबाट कति हाइट माथि छ त्यति नै त्यही बराबरको चाहिँ यसले इनर्जी डेभलप गर्छ। भनेपछि यसले चाहिँ अल अफ द एबोभ है सबै चाहिँ इनर्जी हुनु पर्यो कुनै पनि फ्लोइङ फ्लुइडमा। त्यस्तै 9 नम्बरमा छ द डिस्चार्ज फर्मुला Q = CD√2GH × A इज युज्ड फर रेक्टेङ्गुलर भनेर दिएको छ। स्मल ओरिफिस ओन्ली हो कि लार्ज ओरिफिस ओन्ली हो कि स्मल एन्ड लार्ज ओरिफिस ओन्ली हो कि फर अल टाइप्स अफ ओरिफिस भनेर दिएको छ। यसमा दिएको एउटा फर्मुला है त्यो चाहिँ अब ओरिफिसको डिस्चार्ज निकाल्ने फर्मुला दिएको छ। यहाँबाट Q = CD भनेको कोएफिसिएन्ट अफ डिस्चार्ज √2GH H भनेको चाहिँ हाम्रो हेड भइहाल्यो हेड अफ वाटर र A भनेको एरिया है त। त्यहाँबाट चाहिँ एउटा डिस्चार्जको फर्मुला हो यो चाहिँ कुन चाहिँ ओरिफिसको लागि युज हुन्छ भनेर दिएको छ। यो फर्मुला चाहिँ हामीले नर्मली स्मल ओरिफिसको लागि युज हुने फर्मुला हो है यो। अब स्मल ओरिफिस र लार्ज ओरिफिसमा के फरक छ त भन्दाखेरि हाम्रो जब चाहिँ हेड चाहिँ है हेड अफ वाटर चाहिँ ओपनिङको जति डायमिटर छ अथवा साइज छ ओपनिङको साइजको 5 टाइम्स भन्दा चाहिँ हेड अफ वाटर चाहिँ बढी छ भने त्यसलाई स्मल ओरिफिस भन्नु पर्यो है। अब ठ्याक्क रिभर्स अथवा हाम्रो हेड अफ वाटर चाहिँ 5 टाइम्स द डायमिटर अफ ओरिफिसको चाहिँ 5 टाइम्स द साइज अफ ओरिफिस भन्दा चाहिँ हेड चाहिँ कम छ भने त्यसलाई चाहिँ के भन्नु पर्यो त लार्ज ओरिफिस भन्नु पर्यो। स्मल ओरिफिसमा चाहिँ हेड धेरै हुन्छ त्यही भएर यो चेन्ज खासै हुँदैन। त्यहाँबाट ओरिफिसको साइज एकदमै सानो हुन्छ त्यसपछि चाहिँ फ्लो एकदमै थोरै मात्रै हुन्छ। थोरैको फ्लोको कारणले गर्दाखेरि त्यसको हेडमा केही पनि चेन्ज हुँदैन है कन्स्ट्यान्ट हेड हुन्छ। अब यो लार्ज ओरिफिसमा चाहिँ के हुन्छ त भन्दाखेरि ओरिफिसको साइज ठुलो होइन हेड चाहिँ सानो भएपछि के हुन्छ त भन्दाखेरि त्यो फ्लोको कारणले गर्दाखेरि हेडको भ्यालु चाहिँ चेन्ज हुन्छ है कन्स्ट्यान्ट हेड हुँदैन अब भेरिएबल हेड हुन्छ। त्यो भेरिएबल हेडको कारणले गर्दाखेरि फर्मुला चाहिँ अर्को आउँछ। हामीले यसमा मैले यहाँ फर्मुला पनि राखेको छु। यो भेरिएबल हेड भएको कारणले गर्दाखेरि हाम्रो यो फर्मुलामा थोरै भ्यालु फरक हुन्छ हैन। त्यो चाहिँ अब लार्ज ओरिफिसको लागि है त। 10 नम्बरमा छ अ वाल कन्स्ट्रक्टेड टु रिटेन द अर्थ फ्रम सिपेज अन द हिल साइड अफ अ रोड इज कल्ड भन्ने दिएको छ। हामीले रोड बनाउँदाखेरि रोडको हिल साइडतिर चाहिँ अर्थहरू चाहिँ अब होइन डाउनवार्डतिर चाहिँ स्लिपेज भइरहेको हुन्छ अथवा सोइलहरू चाहिँ त्यहाँबाट माथिबाट तलतिर रोड भएतिर चाहिँ के गरिएको हुन्छ खस्न खोजिरहेको हुन्छ। स्लिप हुन नदिनको लागि चाहिँ बनाएको वाललाई चाहिँ के भन्नु पर्यो यसको सही आन्सर हुन्छ ब्रेस्ट वाल। अब यदि यसमा सोधेको जस्तो रिटेनिङ वाल चाहिँ कतिखेर हुन्छ त रिटेनिङ वाल भनेको चाहिँ सोइलको प्रेसर रिटेन गर्नको लागि है सोइल प्रेसरलाई नै थाम्नको लागि चाहिँ बनाएको वाल भनेको चाहिँ रिटेनिङ वाल है। अब यहाँ चाहिँ स्लिपेजबाट जोगाउनको लागि चाहिँ त्यो चाहिँ ब्रेस्ट वाल है त। त्यस्तै 11 मा छ विच फ्याक्टर डज नट इफेक्ट सोइल कम्प्याक्सन। सोइल कम्प्याक्सन गर्दाखेरि असर नगर्ने फ्याक्टर्स कुन हो भनेर दिएको छ। वाटर कन्टेन्ट हो कि कम्प्याक्सन इनर्जी हो कि सोइल टाइप हो कि स्पेसिफिक इनर्जी अफ सोलिड भनेर दिएको छ। अब सोइल कम्प्याक्सनको लागि असर गर्ने फ्याक्टर्सहरू के छ हाम्रो भन्दाखेरि वाटर कन्टेन्ट हुने नै भइहाल्यो है। टाइप्स अफ सोइल छ अर्को भनेको एमाउन्ट अफ कम्प्याक्सन छ अर्को मेथड अफ कम्प्याक्सन छ अर्को भनेको एडमिक्सचर छ है। यी कुराहरूले चाहिँ के गर्छ त सोइल कम्प्याक्सनलाई असर गर्छ। जस्तो वाटर कन्टेन्टले कसरी असर गर्छ जसरी वाटर कन्टेन्टको भ्यालु जसरी बढ्दै जान्छ कम्प्याक्सन अथवा हाम्रो ड्राई डेन्सिटी पनि त्यति नै बढ्दै जान्छ। कुन लेभलसम्म भन्दाखेरि अप्टिमम मोइस्चर कन्टेन्टसम्म। अब जब अप्टिमम मोइस्चर कन्टेन्ट चाहिँ पार गर्छ त्योभन्दा उता चाहिँ त्योभन्दा बढी चाहिँ अब वाटर कन्टेन्ट भयो भने
त्यसको चाहिँ डेन्सिटी घट्दै जान्छ है। ड्राई डेन्सिटी चाहिँ सोइलको ड्राई डेन्सिटी घट्दै जान्छ। त्यस्तै अब कम्प्याक्सन एनर्जी, जति कम्प्याक्सन एनर्जी बढी भयो त्यति नै मजाले चाहिँ सोइल कम्प्याक्सन हुन्छ। यो कम्प्याक्सन एनर्जी भइहाल्यो। सोइल टाइप अनुसार पनि अब एकदमै हाम्रो क्ले सोइल छ कि होइन, अब ग्रानुलर सोइल अथवा हाम्रो ग्राभलहरू छ होइन, अथवा सिल्टहरू छ, त्यो अनुसारले पनि यसको कुन रूपमा चाहिँ कम्प्याक्सन गर्न सकिन्छ भन्ने चाहिँ असर गर्छ। जस्तो हाम्रो सोइलको चाहिँ अब होइन ग्राभल अथवा सिल्ट छ भने चाहिँ त्यसको डेन्सिटी बढी हुन्छ होइन। अब त्यसलाई क्ले छ भने अलिकति कम हुन्छ होइन। त्यो अनुसारले पनि हाम्रो कम्प्याक्सनमा असर गरिरहेको हुन्छ। अब असर नगर्ने भनेको चाहिँ यहाँ स्पेसिफिक ग्राभिटी अफ सोइल सोइल, यो चाहिँ हाम्रो कम्प्याक्सनमा असर नगर्ने फ्याक्टर्स हो। त्यस्तै अर्को छ 12मा, द बियरिङ क्यापेसिटी अफ सोइल डिपेन्ड्स अन भनेर सोधेको छ। साइज अफ पार्टिकल्स, सेप अफ पार्टिकल्स, कोहेसिभ प्रोपर्टिज अफ पार्टिकल्स अथवा अल अफ द अबभ। सोइलको बियरिङ क्यापेसिटीमा असर गर्ने भनेको अब पार्टिकलको साइज भइहाल्यो, कत्रो साइजको पार्टिकल छ, क्ले छ कि होइन, सिड छ कि ग्राभल छ कि स्यान्ड छ कि, त्यो अनुसारले पनि अब सोइलले कति लिन सक्छ लोड होइन, त्यो चाहिँ लोड अथवा सोइल प्रेसर चाहिँ कति लिन सक्छ त्यसले असर गर्ने हो। त्यस्तै अब सेप अफ पार्टिकल्स, पार्टिकलको सेप कस्तो छ, सर्कुलर सेप छ कि होइन, अब त्यहाँ एङ्गुलर सेप छ कि इलोङ्गेटेड छ कि होइन, फ्ल्याकी एग्रिगेटेड छ कि, त्यो पनि अब कस्तो खालको सेप छ त्यो अनुसारले पनि अब त्यसले चाहिँ बढी लोड लिन सक्ने अथवा लिन नसक्ने हुन्छ। त्यस्तै कोहेसिभ प्रोपर्टिज अफ सोइल, कतिको त्यो सोइलमा भएको पार्टिकल्सहरू चाहिँ एकअर्कामा चाहिँ बाँधिन सकिरहेको छ है। क्लेमा अलिकति बढी कोहेसिभ प्रोपर्टिज हुन्छ भने अब त्यस्तै स्यान्ड अथवा ग्राभलमा चाहिँ कोहेसिभ प्रोपर्टिज घट्दै जान्छ है। त्यसरी चाहिँ अब सोइलको बियरिङ क्यापेसिटीमा डिपेन्ड गर्ने भयो यी फ्याक्टर्स चाहिँ। त्यस्तै अर्को भनेको चाहिँ अल अफ द एबभ भनेको यो सबै कुराले चाहिँ असर गर्ने भयो भने चाहिँ सही आन्सर हो अल अफ द एबभ। 13 नम्बरमा छ डिस्ट्रिब्युसन अफ सियर इन्टेन्सिटी ओभर अ रेक्टेङ्गुलर सेक्सन अफ अ बिम फलोज भनेर सोधिएको छ। प्याराबोलिक कर्भ हो कि एन्ड इलिप्टिकल कर्भ हो कि सर्कुलर कर्भ हो कि स्ट्रेट लाइन भनेर दिएको छ। अब सियर इन्टेन्सिटी चाहिँ कसरी डिस्ट्रिब्युट हुन्छ त कुनै पनि रेक्टेङ्गुलर बिममा भनेर सोधेको छ भने यो चाहिँ के हुन्छ, सियरको भ्यालु चाहिँ जब हाम्रो आउटर मोस्ट फाइबरबाट जब इनर मोस्ट फाइबर अथवा सेन्टरतिर अथवा भनौँ न्युक्लियसतिर जब बढ्दै जान्छ तब चाहिँ के हुन्छ, यसको भ्यालु चाहिँ सियर इन्टेन्सिटी अथवा सियर स्ट्रेसको भ्यालु चाहिँ बढ्दै जान्छ। अब बढ्दै जाँदाखेरि कसरी बढ्छ त भन्दाखेरि यो चाहिँ प्याराबोलिक सेपमा चाहिँ बढ्दै जान्छ है। जब चाहिँ यो छेउछाउतिर है अथवा आउटर मोस्ट फाइबरतिर चाहिँ जिरो भ्यालु अनि यसको सेन्टरतिर जब बढ्दै जान्छ यो चाहिँ यसरी प्याराबोलिक सेपमा चाहिँ यो बढ्दै जान्छ भनेपछि यसले चाहिँ प्याराबोलिक कर्भ चाहिँ फलो गर्ने भयो है। त्यस्तै 14 नम्बरमा छ द पर्सेन्टेज अफ स्टिल रेन्फोर्समेन्ट इज हाइएस्ट इन भनेर दिएको छ। स्टिल रेन्फोर्समेन्टको भ्यालु चाहिँ सबभन्दा बढी कहाँ हुन्छ त भनेर दिएको छ। अब अन्डर रेन्फोर्स सेक्सनमा हो कि ओभर रेन्फोर्स सेक्सनमा हो कि ब्यालेन्स सेक्सनमा हो कि नन अफ द एबभ। अब अन्डर रेन्फोर्स सेक्सन भनेको कस्तो सेक्सन भन्दाखेरि त्यस्तो सेक्सन जहाँ चाहिँ स्टिल सुरुमा फेल हुन्छ है। स्टिलको मात्रा कम भएको कारणले स्टिल सुरुमा फेल हुन्छ। कुनसँग कम्पेयर गर्दाखेरि कङ्क्रिटसँग कम्पेयर गर्दाखेरि। कङ्क्रिट भन्दा चाहिँ के हुन्छ, स्टिल चाहिँ सुरुमा फेल हुने भनेको अन्डर रेन्फोर्स सेक्सन है, त्यो जहाँ चाहिँ स्टिलको मात्रा थोरै हुन्छ। अब स्टिलको मात्रा धेरै बढाउँदै गयो भने के हुन्छ भन्दाखेरि सेक्सन चाहिँ ओभर रेन्फोर्स हुन्छ। ओभर रेन्फोर्स भनेको के हो, कङ्क्रिट सुरुमा फेल हुने स्टिल चाहिँ पछि फेल हुने है, त्यो भनेको चाहिँ ओभर रेन्फोर्स सेक्सन। ओभर रेन्फोर्स सेक्सनमा कङ्क्रिट सुरुमा फेल हुन्छ, स्टिल पछि फेल हुन्छ। किन त भन्दाखेरि स्टिलको मात्रा चाहिँ त्यहाँ बढी हुन्छ है। ब्यालेन्स सेक्सन भनेको के हो, त्यस्तो सेक्सन जुन चाहिँ कङ्क्रिट र स्टिल दुइटै एउटै टाइममा फेल हुन्छ है। एउटै टाइममा कङ्क्रिट र स्टिल चाहिँ सेम टाइममा फेल हुन्छ भने त्यसलाई ब्यालेन्स सेक्सन भन्नु पर्यो। भनेको स्ट्रेन्थ दुइटैमा बराबर छ भनेपछि अब अहिले हामीले हेर्दाखेरि सबभन्दा बढी चाहिँ कुन भनेर त ओभर रेन्फोर्स सेक्सनमा स्टिलको मात्रा बढी हुन्छ, त्यो कारणले कङ्क्रिट सुरुमा फेल हुन्छ है। त 15 नम्बरमा छ एज फर IS 456 द मिनिमम डायमिटर अफ रेन्फोर्समेन्ट इन अ कोलम स्याल नट बी लेस देन भनेर दिएको होइन। कुनै पनि कोलममा चाहिँ रेन्फोर्समेन्टको डायमिटर चाहिँ कति हुनु पर्यो, मिनिमममा कति हुनु पर्यो भनेर सोधेको छ। 12 हो कि 16 हो कि 18 हो कि 20 mm हो भनेर दिएको छ है। यो चाहिँ हामीले IS कोड IS 456 2000मा हेर्न सकिन्छ। त्यो अनुसारले कोलममा हामीले प्रयोग गर्ने भनेको सबभन्दा कम साइजको डायमिटर भनेको 12 mm। योभन्दा सानो डायमिटर चाहिँ त्यहाँ प्रयोग गर्न पाइँदैन, त्योभन्दा ठुलो चाहिँ पाइन्छ। त्यस्तै 16मा छ द प्रोसेस अफ किपिङ कङ्क्रिट मोइस्ट टु एलाउ कन्टिन्युड हाइड्रेसन इज कल्ड भनेर दिएको छ। फिनिसिङ हो कि क्युरिङ हो कि सेटिङ हो कि हार्डनिङ हो। र कुनै पनि कङ्क्रिटमा चाहिँ हामीले पानी कन्टिन्युस रूपमा पानी सप्लाई गरेर चाहिँ त्यसलाई चाहिँ स्ट्रेन्थ बढाउने भनेको काम के हो त भन्दाखेरि यो भनेको क्युरिङ हो है। यो सबै थाहा भएको कुरो। अब 17मा छ
बियरिङ क्यापेसिटी अफ सोइल डिपेन्ड्स अपन है सोइलको बियरिङ क्यापेसिटी केमा डिपेन्ड हुन्छ यहाँ चारवटा कुरा दिएको छ ग्रेन साइज अफ सोइल लोड इन्टेन्सिटी डिपेन्ड्स अन द लोड रेट अफ लोडिङ भनेको सबभन्दा हाम्रो ल भनेको बियरिङ क्यापेसिटी चाहिँ अब सोइलको ग्रेन साइजमा हुने भइहाल्यो है ग्रेन साइज भन्ने बित्तिकै यो चाहिँ अब होइन ग्राभल छ कि होइन स्यान्ड छ कि क्ले छ कि कस्तो खालको छ सोइल त्यो अनुसारले हाम्रो त्यसको बियरिङ क्यापेसिटी कति लिन सक्छ त्यसले लोड होइन सोइल प्रेसर कति लिन आउँछ भनेर डिपेन्ड गर्ने हो त्यसमा अर्को भनेको लोड इन्टेन्सिटीमा खासै यसले असर गर्दैन डिपेन्ड्स अन लोड अर्को रेट अफ लोडिङ यो लोडमा चाहिँ कुनै लोडमा चाहिँ यो सोइलको बियरिङ क्यापेसिटी डिपेन्ड गर्दैन है यो गर्ने भनेको ग्रेन साइज अफ सोइल त्यस्तै 18मा छ द प्रोसेस अफ मेकिङ द ब्याकग्राउन्ड रफ बिफोर प्लास्टरिङ भनेर सोधेको छ है प्लास्टरिङ गर्नुभन्दा अगाडि चाहिँ त्यो सर्फेसलाई रफ बनाउने काम भनेको चाहिँ के हो त भनेर दिएको छ यहाँ डबिङ हो कि ह्यागिङ हो कि ब्लिस्टरिङ हो कि पिलिङ हो र डबिङ भनेको चाहिँ के हो त भन्दाखेरि एउटा प्याचिङ अथवा फिलिङ गर्ने प्रोसेस हो होइन अन्डुलेसनहरूलाई चाहिँ अथवा त्यसमा भएको सर्फेसलाई चाहिँ स्मुथ गराउने काम है डबिङ भनेको ह्याकिङ भनेको चाहिँ स्मल रफ सर्फेसहरू क्रिएट गराउनु है अथवा स्क्राचेसहरू गर्नु पर्यो त्यो सर्फेसमा जसले गर्दा चाहिँ त्यहाँ हामीले प्लास्टरहरू लगायो भने त्यसले चाहिँ राम्रोसँग त्यहाँ त्यो एकदम रफ सर्फेसमा चाहिँ त्यसले क्याप्चर गर्न सकोस् अथवा त्यसले चाहिँ बर्निङ राम्रो गर्न सकोस् भन्ने हो ब्लिस्टरिङ भनेको चाहिँ त्यस्तो कुनै पनि फ्रेस कङ्क्रिटमा चाहिँ बबल्सहरू फर्म हुनु हो है ब्लिस्टरिङ भनेको चाहिँ र अर्को भनेको पिलिङ भनेर दिएको छ पिलिङ भनेको चाहिँ कङ्क्रिटहरू त्यहाँ उक्किनुलाई चाहिँ पिलिङ भन्ने हो भनेपछि हाम्रो यसमा चाहिँ के हुनुको त सही आन्सर ह्याकिङ है ह्याकिङ भनेको चाहिँ सर्फेसलाई रफ बनाउनु पर्यो जसले चाहिँ हाम्रो त्यो लगाएको प्लास्टरहरू चाहिँ राम्रोसँग त्यहाँ एट्याच होस् है त अर्को भनेको 19मा छ द टेम्पोररी केजिङ इज नोन एज भनेर दिएको छ टेम्पोररी केजिङ के को लागि प्रयोग गरिन्छ सपोर्टको लागि हो कि बिल्डअपको लागि हो कि फर्मवर्कको लागि हो कि केजिङको लागि हो ल टेम्पोररी केजिङ भनेको चाहिँ त्यस्तो खालको टेम्पोररी स्ट्रक्चर हो जसले चाहिँ त्यहाँ कङ्क्रिट हामीले कुनै पनि कङ्क्रिट ढलान गर्नु पऱ्यो भने त्यो कङ्क्रिटको लागि चाहिँ राम्रोसँग फ्रेस कङ्क्रिटलाई चाहिँ होल्ड गर्नको लागि है रिक्वायर्ड सेप एन्ड साइजमा होल्ड गर्नको लागि राखिएको एउटा टेम्पोररी स्ट्रक्चर है भनेको यसले चाहिँ के काम गर्ने भयो त यसले चाहिँ फर्मवर्कको रूपमा काम गर्छ जो चाहिँ पछि हटाइन्छ जब त्यसले चाहिँ कङ्क्रिट सेट भइसकेपछि हामीले त्यो टेम्पोररी केजिङलाई चाहिँ हटाउने काम गरिन्छ 20 नम्बरमा छ ल्यान्ड फिल लिचेड्स रिपर्स टु भनेर सोधिएको छ एमा छ मिथेन ग्यास प्रोडक्ट्स इन ल्यान्ड फिल्स लिक्विड द्याट पर्कुलेट्स थ्रु वेस्ट इन अ ल्यान्ड फिल वेस्ट आर कम्प्याक्टेड इन लेयर्स अथवा कभर मटेरियल युज इन ल्यान्ड फिल भनेर दिएको छ लिचेड भनेको चाहिँ के हो त्यस्तो खालको लिक्विड जसले चाहिँ वेस्ट मटेरियलहरूबाट चाहिँ निस्केको त्यस्तो खालको लिक्विड जुन चाहिँ अब हामीले कुनै पनि हाम्रो त्यसलाई चाहिँ थ्रो गरिसकेपछि अथवा त्यसलाई चाहिँ डिस्पोज गरिसकेपछि त्यहाँबाट चाहिँ निस्केको त्यस्तो खालको लिक्विड जुन चाहिँ पर्कुलेट गर्न चाहिँ होइन सोइलभित्र त्यसले चाहिँ पर्कुलेट गर्ने काम गर्छ भनेको यसको सही एन्सर हो लिक्विड द्याट पर्कुलेट्स थ्रु वेस्ट इन ल्यान्ड अर्को छ 21मा द ओपनिङ कन्स्ट्रक्टेड अन लाइन्स अफ सेवर्स अर ड्रेन्स इन अर्डर टु इनेबल म्यान टु इन्टर अर लिभ द सेवर इज नोन एज भनेर दिएको छ कुनै पनि हाम्रो ड्रेन लाइनमा ओपनिङहरू जस्तो बनाइन्छ जुनमा चाहिँ मान्छे छिर्ने अथवा त्यहाँबाट निस्किने काम गर्छ भनेको यो भनेको के हो एउटा ल्याम्प होल हो कि म्यान होल हो कि इन्सपेक्सन च्याम्बर्स हो कि स्टेन्डर्ड्स हो यसको सही एन्सर हो म्यान होल है यो म्यान होल भनेको चाहिँ होइन सेवर लाइन्सहरूमा बनाएको ओपनिङ जहाँ चाहिँ मान्छे होइन म्यानहरू चाहिँ अब बेला बेला समयमा चाहिँ त्यहाँ चाहिँ हाम्रो अब्जर्भ गर्नको लागि होइन अब सेवर लाइनसम्म त्यहाँ होइन छिर्ने अथवा त्यहाँबाट निस्किने काम गर्छ त्यसले चाहिँ अब त्यहाँ केही हाम्रो अब्स्ट्रक्सन भइरहेको छ होइन सेवर लाइन्सहरू कतै ब्लकेज भइरहेको छ कि भनेर हेर्नको लागि प्रयोग गरिन्छ अब यो ल्याम्प होल भनेको चाहिँ अब यो चाहिँ अब त्यहाँ चाहिँ लाइटहरू दिनको लागि प्रयोग गर्ने होलहरू हो है ल्याम्प होल भनेको 22मा छ द वाटर सप्लाई पाइप लाइन सुड बी टेस्टेड एट अ स्पेसिफिक प्रेसर फर 1 आवर 2 आवर 3 आवर अर 4 आवर वाटर सप्लाई पाइप लाइनमा चाहिँ हाम्रो डिजाइन गरिसकेपछि हाम्रो लेआउट गरिसकेपछि त्यसलाई चाहिँ हाम्रो प्रेसर चाहिँ त्यहाँ चेक गर्नुपर्ने हुन्छ है त्यो चाहिँ प्रेसर चाहिँ कति समयमा चेक गर्नुपर्छ भनेर सोधेको छ त्यो चाहिँ हामीले याद गर्नुपर्ने हुन्छ 2 आवर हुन्छ यसको 23मा छ द सेवर पाइप एमा छ क्यारी सिवेज एज ग्राभिटी कन्ड्युट्स है यसको एउटा अप्सन बीमा छ सुड रेसिस्ट द वेयर एन्ड टियर कज ड्यु टु एब्रेसन भइहाल्यो अर्को सीमा छ आर डिजाइन फर जेनेरेटिङ सेल्फ क्लिनिङ भेलोसिटी एट डिफ्रेन्ट डिस्चार्ज डीमा छ अल अफ द एबोभ है सेवर पाइप्सहरू चाहिँ अब टियर क्यारी गर्नको लागि बनाउने भइहाल्यो है त्यसलाई चाहिँ अब वेयर एन्ड टियर रेस्ट गर्नु परिहाल्यो यो पनि है त्यसमा चाहिँ अब अर्को भनेको होइन सेल्फ क्लिजन भेलोसिटी हुने गरी त्यसलाई हामीले डिजाइन गर्नु हुन्छ जसले चाहिँ त्यहाँ भएको सिवेजहरू चाहिँ त्यसले चाहिँ आफै फ्लो होस् है भनेको यसको सही एन्सर के हो त अल अफ द एबोभ है सबै राइट छ अर्को भनेको 24मा द मोस्ट सुटेबल लोकेसन अफ अ क्यानल हेडवर्क इज भनेर दिएको छ
एउटा भनेको रक स्टेज अफ द रिभर, ट्र स्टेज अफ द रिभर, अर्को बोल्डर स्टेज अफ द रिभर, अर्को डेल्टा स्टेज अफ द रिभर है। यसरी चारवटा अप्सन छ। भनेको हाम्रो कुन चाहिँ ठाउँमा चाहिँ क्यानल हेडवर्क चाहिँ हामीले राख्दाखेरि बेस्ट लोकेसन हुन्छ। त्यो रक स्टेज भनेको चाहिँ अब हिल्ली एरियातिर हुन्छ है। यो हिल्ली एरियामा चाहिँ अब होइन बेड र अथवा अब त्यो हिल्ली एरियामा हाम्रो बेड स्लोप अथवा भेलिसिटी चाहिँ फ्लोको भेलिसिटी एकदम म्याक्सिमम हुन्छ है। त्यहाँ राख्नलाई हाम्रो हेडवर्क त्यहाँ राख्नलाई अलिकति हाम्रो गाह्रो हुन्छ। त्यस्तै हाम्रो बोल्डर स्टेजमा, बोल्डर स्टेजमा चाहिँ के हुन्छ, त्यहाँ चाहिँ अब ग्राभलहरू अथवा बोल्डर्सहरू धेरै हुन्छ र त्यहाँबाट चाहिँ हाम्रो सिपेज लस चाहिँ धेरै हुन्छ है। पानी चाहिँ धेरै सिपेज भएर जान्छ, त्यहाँ पनि राख्न सुइटेबल हुँदैन। ट्र स्टेज भनेको चाहिँ त्यस्तो सेक्सन हो अथवा त्यस्तो स्टेज हो, त्यहाँ चाहिँ हाम्रो के हुन्छ, त्यसको क्रस सेक्सन चाहिँ के हुन्छ, एलिएबल स्यान्ड अथवा सिलले बनेको हुन्छ र अब बेड स्लोप र भेलिसिटी कम हुन्छ त्यहाँ र हाम्रो सिपेज लस पनि कम हुन्छ है। त्यसमा चाहिँ राख्न सुइटेबल छ है। त्यस्तै अब डेल्टा स्टेज भनेको त्यस्तो स्टेज जहाँ चाहिँ एकदमै धेरै चौडा हुन्छ होइन। धेरैवटा डेल्टा भन्ने बित्तिकै त्यहाँ चाहिँ अब धेरैवटा रिभरहरू अथवा होइन अब स्ट्रिमहरू मिलेर बनेको एउटा स्टेज हो। त्यहाँ चाहिँ अब धेरै सेडिमेन्टहरू आएर जम्मा पनि भइरहेको हुन्छ र त्यहाँ चाहिँ रिभरहरू अलिकति वाइड भएर जान्छ है। त्यसको विड्थ बढी हुन्छ जसले चाहिँ त्यहाँ राख्नलाई सुइटेबल बनाउँदैन। भने चाहिँ हाम्रो यसको सही एन्सर के हुन्छ त, ट्र स्टेजमा चाहिँ यसलाई चाहिँ बेस्ट सुइटेबल ठाउँ है। अर्को भनेको 25 मा छ, बी इज द नम्बर अफ डेज अफ बेस पिरियड एन्ड डी इज द ड्युटी इन हेक्टर्स पर क्युमेक, द रिलेसनसिप विच होल्ड्स गुड इज भनेर दिएको छ है। यहाँ चाहिँ अब है बेस पिरियड अनि अर्को हाम्रो डेल्टा र ड्युटीको रिलेसन के हो भनेर सोधेको छ। अब यो हाम्रो होइन सबैलाई थाहा हो यो हेक्टर पर क्युमेक र बी चाहिँ डेजमा दियो भने है हाम्रो के हुन्छ, डेल्टा भनेको चाहिँ 8.64 B/D है त्यो हुन्छ। अब यहाँ हाम्रो सबै अप्सन हेर्दाखेरि हो हाम्रो नियर बाई मिल्ने भनेको चाहिँ 8.6 B/D छ। 8.64 एक्ज्याक्टली भन्दाखेरि अब यहाँ चाहिँ 8.6 को रूपमा हामीलाई दिएको छ। अब हाम्रो सही एन्सर यही नै हो है। 26 मा छ, द ड्युटी अफ वाटर रिक्वर्स टु भनेर सोधेको छ। वाटरको ड्युटी भनेको के हो त भन्दाखेरि दिएको छ, एमा छ भोल्युम अफ वाटर रिक्वायर्ड पर हेक्टर हो कि द इफिसियन्सी अफ वाटर कन्भियन्स, द डेप्थ अफ वाटर रिक्वायर्ड बाई अ क्रप, अथवा डीमा छ द एरिया द्याट क्यान बी इरिगेट विथ द युनिट फ्लो अफ वाटर। ड्युटी भनेको चाहिँ के हो त भन्दाखेरि त्यस्तो एरिया हो जुन एरियालाई चाहिँ 1 क्युबिक पानीले है 1 मिटर क्युब पर सेकेन्ड डिस्चार्जले चाहिँ कति एरिया चाहिँ इरिगेसन गर्न सकिन्छ, त्यो एरियालाई चाहिँ के भन्नु पर्यो, ड्युटी अफ वाटर भनिन्छ है। भनेको यसो त्यो कारणले यसको सही एन्सर के हो त, एरिया द्याट क्यान बी इरिगेटेड विथ युनिट फ्लो अफ वाटर, अथवा 1 क्युबिक पानीले चाहिँ कति एरिया चाहिँ हामीले इरिगेसन गर्न सकिन्छ त्यसलाई चाहिँ ड्युटी भन्नु पर्यो। 27 मा डाइभर्सन हेडवर्क इज कन्स्ट्रक्टेड टु भनेर सोधेको छ। डाइभर्सन हेडवर्क चाहिँ केको लागि प्रयोग गरिन्छ त, केको लागि बनाइन्छ, लोवर वाटर लेभल इन द रिभर, वाटर लेभललाई घटाउन हो कि रेगुलेट द इन्टेक अफ वाटर इन्टु द क्यानल, होइन क्यानलतिर हामीले पानी चाहिँ रेगुलेट गरेर क्यानलमा लैजान हो कि रेगुलेट सिल्ड इन्ट्री इन्टु द क्यानल हो कि अल एट द एबभ। अब सबभन्दा यसको मुख्य काम भनेको चाहिँ के हो त, इरिगेसन। त्यहाँ चाहिँ हामीले कुनै पनि रिभरमा पानी स्टोर गरेर अथवा पानीको लेभल बढाएर चाहिँ त्यहाँबाट हामीले साइड बाई क्यानलमा है त्योभन्दा साइडबाट चाहिँ हामीले क्यानलतिर पानी सप्लाई गर्नको लागि बनाइने स्ट्रक्चरलाई हेडवर्क भन्नु पर्यो है, डाइभर्सन हेडवर्क। भनेको यसको मुख्य काम भनेको चाहिँ रेगुलेट द इन्टेक अफ वाटर इन्टु द क्यानल यो। अब यसको अरू काम पनि हुन्छ, यसको अर्को भनेको चाहिँ अब सिल्ड इन्ट्रीलाई पनि कन्ट्रोल गर्ने हो है, सिल्ड पनि त्यहाँबाट क्यानलतिर छेर्न दिनु भएन, त्यो पनि काम एउटा डाइभर्सन हेडवर्क हो। अर्को भनेको वाटर लेभल चाहिँ राइज गराउने काम हो। यसमा चाहिँ लोवर वाटर लेभल भनेर दिन्छ, लोवर त होइन है, इन्क्रिज गराउने हो अथवा रेज गराउने हो। भनेपछि यो एन्सर यो अप्सन एन्सर हुने नै भएन है। अप्सन नम्बर बी भनेको बेस्ट भइहाल्यो। अप्सन नम्बर सी पनि सिल्ड होइन सिल्डलाई पनि कन्ट्रोल गर्ने काम चाहिँ हो, तर अब अल एन्सर हुन सकेन यसमा है। अल एन्सर हुनलाई कि एमा हाम्रो पानीको लेभल चाहिँ बढाउने अथवा होइन रेज गराउने भनेको है अप्सन डी हुन्थ्यो यसको सही एन्सर है। यसमा अब लोवर भनेपछि ए अब अल हुने कुरै आएन भनेपछि अब यसको बेस्ट एन्सर भनेको अप्सन बी है, रेगुलेट द इन्टेक अफ वाटर इन्टु द क्यानल। 28 मा छ, विच द फलोइङ इज क्लासिफाइड एज रुटिन मेन्टेनेन्स। रुटिन मेन्टेनेन्स भनेको चाहिँ के हो त, एकदमै कन्टिन्युसली गरिरहने खालको होइन, मोर फ्रिक्वेन्टली हामीले मेन्टेनेन्स गरिरहनु पर्यो भने त्यसलाई रुटिन मेन्टेनेन्स भन्नु पर्यो है। एकदम फ्रिक्वेन्टली कुन चाहिँ गरिन्छ त भनेर हेर्दाखेरि अब रिसर्फेसिङ गरिन्छ त भन्दाखेरि रिसर्फेसिङ भनेको त्यो माथिल्लो लेयर अथवा सर्फेसिङ नै हाम्रो माथिल्लो बिटुमिनस लेयरलाई नै चेन्ज गर्नु पर्यो भने त्यसलाई रिसर्फेसिङ भनिन्छ है। यो भनेको एकदमै रुटिन नै गरिरहने कुरा होइन, एकदमै लङ पिरियडमा गर्ने भयो।
अर्को भनेको पोटल्स प्याचिङ है, पोटलहरू होइन सानो सानो हाम्रो होलहरू डेभलप भएको हुन्छ रोडमा होइन, त्यसलाई चाहिँ रिपेयर गर्नु पऱ्यो होइन, पुर्नु पऱ्यो भने त्यो भनेको रुटिन मेन्टेनेन्सभित्र पर्छ है एउटा। अर्को भनेको पेभमेन्ट रिकन्स्ट्रक्सन होइन, पेभमेन्ट नै पुरै फेरि हामीले भत्काएर नयाँ बनाउने भनेको चाहिँ यो फेरि फ्रिक्वेन्टली गरिरहने कुरा होइन, यो चाहिँ लङ टर्ममै हुने हो। अर्को भनेको रिएलाइनमेन्ट, एलाइनमेन्ट नै हामीले चेन्ज गर्नु पऱ्यो, रोडको एलाइनमेन्ट नै हामीले चेन्ज गर्ने भनेको त यो झन् अब एकदमै इमर्जेन्सी काम जस्तो हो, इमर्जेन्सी मेन्टेनेन्स, जसमा चाहिँ अब हामीले अहिलेको रोड नै काम गरेन भने हामीले फेरि अर्को लोकेसनबाट हामीले रोडलाई लानुपर्ने हुन्छ, त्यसलाई रिएलाइनमेन्ट भन्नु पऱ्यो। भनेपछि यो पनि एकदमै लङ पिरियडमा हुनेको सही एन्सर यसको हाम्रो पोर्टल्स प्याचिङ। 29 छ इन सेमी ग्राउडेड मेगाडम पेभमेन्ट द होगिङ मटेरियल इज भनेर सोधिएको छ। सेमी ग्राउडेड मेगाडम पेभमेन्टमा चाहिँ होगिङ अथवा यसलाई बाइन्डिङ पनि भन्न सकिन्छ है, बाइन्डिङ मटेरियल चाहिँ कुन चाहिँ प्रयोग गरिन्छ त भनेर दिएको छ, फाइन स्यान्ड, बिटुमिन, स्टोन पाउडर अथवा कोर्स एग्रिगेट। अब यो सेमी ग्राउडेड मेगाडम भनेको चाहिँ एउटा सेमी रिजिड पेभमेन्ट हो, जसलाई चाहिँ फ्लेक्जिबल अथवा रिजिड, फ्लेक्जिबल र रिजिडको कम्बाइन खालको अथवा सेमी रिजिड पेभमेन्ट भनिन्छ है। यसमा चाहिँ अब कसरी बनिन्छ त्यसलाई चाहिँ टप लेयरमा हाम्रो ग्राउडेड मेगाडम खालको होइन ग्राउडिङ गर्नु पऱ्यो र त्योभन्दा तल चाहिँ हाम्रो लुज ग्राभलहरू युज गरिएको हुन्छ। त्यो लुज ग्राभलमा चाहिँ हामीले ग्राउडिङ गरेर त्यहाँ चाहिँ बनायो भने त्यसलाई चाहिँ सेमी ग्राउडेड मेगाडम भनिन्छ। अब यसमा हामीले बाइन्डिङ मटेरियलको रूपमा चाहिँ के प्रयोग गरिन्छ त, यसमा हुन्छ हाम्रो स्टोन पाउडर है। स्टोन पाउडर चाहिँ हाम्रो त्यहाँ भएको एग्रिगेटहरू अथवा होइन त्यहाँ भएको एग्रिगेट अथवा ग्राभललाई चाहिँ बाँध्ने काम गर्छ। 30 नम्बरको छ डेरिभेसन अफ द एलाइनमेन्ट अफ अ ट्रेस कट मे बी पर्मिटेड इन एरिया इन्भल्भिङ भनेको छ। अप्सनमा छ डेन्स जङ्गल, ल्यान्डस्लाइड होइन, स्यान्डुन्स अथवा नन अवेबल भनेर दिएको छ। अब यो ट्रेस कट भनेको चाहिँ अब एकदमै हाम्रो हिल साइडतिर चाहिँ एकदमै न्यारो पाथहरू बनाएको हुन्छ है, न्यारो पाथ चाहिँ हामीले कटिङ गरेर छेउछेउमा चाहिँ एकदमै हिल साइडमा होइन सानो ट्र्याकहरू खोलिएको हुन्छ, त्यसलाई चाहिँ ट्रेस कट भन्नु पऱ्यो। अब ट्रेस कटको एलाइनमेन्ट चाहिँ हामीले कतिखेर चेन्ज गर्छौँ त भनेर सोधेको है। चेन्ज गर्नको लागि चाहिँ हामीले के गर्नु पऱ्यो, डेन्स फरेस्ट भनेको अब हाम्रो त्यो होइन, डेन्स फरेस्ट भनेको त यसले पनि एलाइनमेन्ट त चेन्ज गर्छ, तर त्यसले त्यो होइन ट्र्याकलाई नै हाम्रो त्यो कटिङ नै चेन्ज गर्ने खालको यसले गर्दैन है। ल्यान्डस्लाइडले चाहिँ हाम्रो ट्रेस कटको होइन हाम्रो बाटोलाई चाहिँ चेन्ज गर्छ है। त्यहाँ चाहिँ हाम्रो ल्यान्डस्लाइड आइरहेको छ होइन, हिल एरियामा ल्यान्डस्लाइड आइरहेको छ भने त्यो ल्यान्डस्लाइडलाई चाहिँ होइन त्यो ल्यान्डस्लाइड छ भने त्यो ल्यान्डस्लाइड आएको ठाउँमा चाहिँ हामीले डिभाइड गर्नुपर्ने हुन्छ त्यो ट्रेस कटिङलाई है। अब स्यान्डुन्स भनेको छ, स्यान्डुन्स भनेको त यो त हाम्रो एकदमै तराईतिर हुने भयो है, तराईतिर चाहिँ अब यो हाम्रो लुज स्यान्डहरू छ भने त्यसबाट पनि डिभाइड गर्न सकिन्छ, तर त्यो चाहिँ ट्रेस कटिङभित्र परेन है। अर्को 31 छ द फर्मेसन विड्थ अफ अ रोड मिन्स द विड्थ अफ भनेर सोधेको छ। रोडको फर्मेसन विड्थ भनेको के हो भनेर सोधेको छ। पेभमेन्ट एन्ड सोल्जर, त्यो भनेको हाम्रो रोडवे भन्न सक्यो यसलाई, पेभमेन्ट र सोल्जर अथवा क्यारिजवे र सोल्जरलाई। अब क्यारिजवे भनेको फर्मेसन विड्थ भन्न मिलेन यसलाई। इम्ब्याकमेन्ट एट ग्राउन्ड लेभलको त कुरै आएन रोडमा, भनेपछि अब इम्ब्याकमेन्ट एन्ड टप लेभल है, टपको अब हामीले बनाएको इम्ब्याकमेन्टको टप लेभलको विड्थलाई चाहिँ के भन्नु पऱ्यो त, हाम्रो फर्मेसन विड्थ भन्नु पऱ्यो है। 32 छ भ्यालुएसन इज डन फर भनेर सोधेको छ। भ्यालुएसन चाहिँ के को लागि गरिन्छ, प्रेजेन्ट भ्यालु बेस्ड अन रियालिटी, मिनिमम भ्यालु, मार्केट भ्यालु अथवा नन अफ द एबोभ। भ्यालुएसन गर्ने भनेको चाहिँ के हो त, कुनै पनि प्रोपर्टीको हाम्रो प्रोपर्टी अथवा ल्यान्डको चाहिँ हामीले फेयर प्राइस निकाल्ने भनेको भ्यालुएसन हो। त्यो पनि अहिलेको रेटमा है, अहिलेको रेटमा चाहिँ हाम्रो फेयर प्राइस कति हुन्छ त कुनै पनि हाम्रो प्रोपर्टीको भनेर निकाल्ने भनेको त्यो भ्यालुएसन भयो। भनेपछि अब यसमा भनेको यो प्रेजेन्ट भ्यालु बेस्ड अन रियालिटी, अहिले चाहिँ कति भ्यालु चलिरहेको छ है, रियलमा कति छ, यसलाई पनि हामीले दुईवटा हिसाबमा हामीले क्यालकुलेसन गर्छौँ, एउटा गभर्मेन्ट रेटको हिसाबमा, एउटा चाहिँ मार्केट रेटमा छ। मार्केट रेटलाई चाहिँ हाम्रो अब नियरली 70% र हाम्रो गभर्मेन्ट रेटलाई चाहिँ नर्मली 30%लाई हिसाबमा लिएर चाहिँ हाम्रो क्यालकुलेसन गरिन्छ, जसले चाहिँ होइन कुनै पनि प्रोपर्टीको भ्यालु कति हुन्छ अहिले भनेर थाहा पाउन सकिन्छ। यो मिनिमम भ्यालु भनेको आएन, मार्केट भ्यालु मात्रै पनि हामीले लिँदैन है, यसमा चाहिँ मार्केट भ्यालु प्लस गभर्मेन्ट भ्यालु पनि हुन्छ, दुइटै भ्यालु हामीले मिक्स गरेर लिन्छ। जसलाई चाहिँ अर्को 33 छ द क्वान्टिटी अफ द सटर अफ डुवर्स एन्ड विन्डो इज क्यालकुलेटेड इन भनेर सोधेको छ होइन। डुवर्स एन्ड विन्डोको हाम्रो सटरलाई चाहिँ हाम्रो केमा मेजर गरिन्छ त, मिटर स्क्वायर, मिटर क्युब अथवा लम्सम। डुवर विन्डोको सटरलाई हामीले मिटर स्क्वायरमा गरिन्छ है। सटरको चाहिँ यदि यहाँ फ्रेम सोधौँ भने चाहिँ अब त्यसलाई चाहिँ फेरि मिटर क्युबमा है, डुवर अथवा विन्डोको फ्रेम भनेको चाहिँ मिटर क्युब है, अलिकति साइज ठुलो हुन्छ। सटरको चाहिँ हाम्रो एकदमै थिकनेस सानो हुन्छ, जसलाई चाहिँ मिटर स्क्वायरमा हामीले मेजर गरिन्छ। त्यस्तै विच अफ द फलोइङ इज नट एन इसेन्सियल पार्ट अफ जेनरल स्पेसिफिकेसन अफ पब्लिक वर्क भनेर सोधेको छ है। होइन स्पेसिफिकेसनमा कुन चाहिँ पार्ट पर्दैन त, मटेरियलको डिटेल्स पर्नु परिहाल्यो होइन, मटेरियलको हरेक डिटेल्सहरू त्यहाँ राख्नुपर्ने हुन्छ। मेथोडोलोजी, वर्क मेथोडोलोजी, हामीले कस्तो खालको वर्क मेथडहरू होइन, मेथड कुन चाहिँ प्रयोग गरेर हामीले कन्स्ट्रक्सन गर्दैछौँ भनेर त्यो पनि हामीले त्यहाँ डिसाइड गर्नुपर्ने हुन्छ। अर्को भनेको इलस्ट्रेटिभ स्केच है, अर्को भनेको
होइन त्यो स्केचहरू हाम्रो स्केचहरू त हाम्रो यो सबै ड्रइङमा गर्ने भइहाल्यो। अर्को भनेको मोड अफ मेजरमेन्ट, कसरी चाहिँ हामीले मेजर गरेर त्यसलाई चाहिँ पेमेन्ट गर्छौँ भनेर त्यहाँ खुलाउनु पऱ्यो। अब नखुल्ने भनेको चाहिँ स्केचहरू चाहिँ त्यहाँ हुँदैन है त, स्पेसिफिकेसनमा हाम्रो स्केचहरू राख्दैन, स्केचहरू चाहिँ हाम्रो ड्रइङहरूमै राख्नु। 35मा छ स्क्रैप भ्यालु इज डिफाइन्ड एज भनेर सोधिएको छ। स्क्रैप भ्यालु चाहिँ के हो त, द टोटल कन्स्ट्रक्सन कस्ट अफ बिल्डिङ होइन, रेसिडुअल भ्यालु अफ स्ट्रक्चर आफ्टर इट्स युजफुल लाइफ, द इनिसियल इन्भेस्टमेन्ट इन अ प्रोपर्टी, द ट्याक्स एमाउन्ट अन द बिल्डिङ। स्क्रैप भ्यालु भनेको के हो, कुनै पनि स्ट्रक्चरको हाम्रो युजफुल लाइफ चाहिँ सकिएपछि होइन त्यसलाई चाहिँ डिस्मेन्टल गरेर हामीले बेच्दाखेरि कति पैसा आउँछ त, त्यो भनेको स्क्रैप भ्यालु। अब नभत्काइकन अथवा डिस्मेन्टल नगरिकन हामीले बेच्यो भने त्यसलाई साल्भेज भ्यालु भन्नु पऱ्यो है। अब त्यसलाई भत्काएर बेच्ने भने त्यसलाई चाहिँ स्क्रैप भ्यालु भन्नु पऱ्यो। त्यो चाहिँ यसको होइन लाइफ सकिएपछि हाम्रो कति भ्यालु बाँकी रह्यो त त्यसलाई स्क्रैप भ्यालु भन्नु पऱ्यो है त। त्यस्तै टेन्डर डकुमेन्ट डज नट कन्टेन भनेर सोधेको छ। टेन्डर फर्म होइन, बिल अफ क्वान्टिटी, एमाउन्ट अफ फर्नेस मनी अथवा युनिट रेट है। टेन्डर डकुमेन्ट कुन चाहिँ हुँदैन त, टेन्डर फर्म हुनु पऱ्यो होइन, बिल अफ क्वान्टिटी होइन, क्वान्टिटी बिओक्यू क्वान्टिटीहरू सबै त्यहाँ निकालेर राख्नुपर्ने हुन्छ। अब एमाउन्ट अफ फर्नेस पनि सुरुमा अब होइन बिडिङ गर्नुभन्दा अगाडि कति चाहिँ त्यसले होइन अरेन्ज मनी होइन अब कति बुझाउनु पऱ्यो भनेर त्यहाँ पनि बुझाउनु पऱ्यो। नखुल्ने भनेको युनिट रेट है, युनिट रेट चाहिँ यो चाहिँ कन्ट्र्याक्टरले भर्ने भयो। कन्ट्र्याक्टरले चाहिँ पछि त्यो टेन्डर बुझाउनुभन्दा अगाडि त्यसले चाहिँ आफ्नो हाम्रो रेट चाहिँ त्यहाँ भरेर बुझाउनु पर्ने हुन्छ है त। त्यस्तै 37मा छ द मेन प्रिन्सिपल अफ एन अर्गनाइजेसन इज भनेर सोधेको छ। अर्गनाइजेसनको मेन प्रिन्सिपल युनिटी अफ कमान्ड एन्ड कोहेरेन्सी है, यो हुनु पऱ्यो। इफेक्टिभ कन्ट्रोल एट अल लेभल्स होइन, सबै खालको इफेक्टिभ कन्ट्रोल हुनु पऱ्यो। डेलिगेसन अफ अथोरिटी डीमा छ अल अफ देव, सबै कुरा हुनु पऱ्यो है। त्यसपछि 38मा छ वाट डज द टर्म फ्लड रिफर्स टु इन प्रोजेक्ट सेड्युलिङ भनेर सोधेको छ। फ्लड भनेको के हो त भनेर सोधेको छ। द एडिसनल बजेट एलोकेटेड फर कन्टिजेन्सी होइन। बीमा छ द एमाउन्ट अफ टाइम एन्ड एक्टिभिटी क्यान बी डिलेड विदाउट डिलेइङ द प्रोजेक्ट है। अर्को भनेको भेरिएसन इन रिसोर्स एलोकेसन, डीमा छ द प्रोफिट मार्जिन अन द प्रोजेक्ट। त्यो त फ्लड भनेको त्यस्तो टाइम हो, त्यो टाइम चाहिँ हामीले ढिलो गर्दा पनि त्यसले प्रोजेक्टको ड्युरेसनमा कुनै पनि असर गर्दैन है। फ्लड भनेको जस्तो हाम्रो 50 दिनको कुनै एउटा प्रोजेक्ट छ भने 1 दिन 2 दिन ढिलो गर्दैमा, कुनै एक्टिभिटी 1 दिन 2 दिन ढिलो गर्दैमा त्यो प्रोजेक्टको 50 डेजलाई नै असर गर्दैन है भने त्यसलाई फ्लड भन्नु है त। त्यस्तै अब 39मा छ वाट डज आइसिएओ स्ट्यान्ड फर है। आइकाओ भनेको चाहिँ अब यसले चाहिँ यसको फुल फर्म के हो भनेर सोधेको छ। इन्टरनेसनल सिभिल एरोनोटिक्स अर्गनाइजेसन, यो होइन हाम्रो यो सबै थाहा भएको हो, इन्टरनेसनल सिभिल एभिएसन अर्गनाइजेसन। अर्को भनेको इन्टरनेसनल कन्स्ट्रक्सन एन्ड एभिएसन अर्गनाइजेसन, यो हुने कुरो होइन इन्टरनेसनल कार्गो एन्ड एयरलाइन्स अपरेसन, हाम्रो सही हुन्छ अप्सन बी। त्यस्तै 40मा छ फ्लेक्सिबल पेमेन्ट अफ रनवे कन्सिस्ट अफ भनेर दिएको छ। फ्लेक्सिबल पेमेन्ट चाहिँ के हुन्छ त, रनवेको फिनिसिङ कोर्स, सर्फेस कोर्स र बेस कोर्स। बीमा छ सर्फेस कोर्स, बेस कोर्स होइन, सब बेस त्यही हाम्रो मेन सबै। अर्को बेस सब बेस र रफ कोर्स, यो हुने कुरा आयो अल अफ द एबभ कुरा आयो। 41मा छ वाट इज द म्याक्सिमम इम्प्रिजनमेन्ट टर्म फर इन्डिभिजुअल फाउन्ड गिल्टी अफ करप्सन अन्डर द प्रिभेन्सन अफ करप्सन एक्ट 2059 भनेर दिएको छ होइन। 2059 करप्सन एक्ट अथवा यो चाहिँ भ्रष्टाचार ऐन अनुसार चाहिँ कुनै पनि इन्डिभिजुअललाई होइन पर्सनलाई चाहिँ कति समयसम्म चाहिँ जेलमा राख्न सकिन्छ है भनेर सोधिएको छ। म्याक्सिमम समय कति हो त भनेर सोधिएको छ। 5 वर्ष हो कि 10 वर्ष हो कि 15 हो कि 20 वर्ष हो भनेर दिएको छ। यसलाई चाहिँ हामीले डाइरेक्ट यहाँ करप्सन एक्टबाटै हामीले हेर्नुपर्ने हुन्छ। त्यो करप्सन एक्टमा चाहिँ के छ त भन्दाखेरि सुरुमा छ 25,000 रुपियाँसम्म उसले चाहिँ भ्रष्टाचार गर्यो भने 3 महिनासम्म जेल, जस्तै 25,000देखि होइन 50,000 रुपियाँसम्म चाहिँ 3 देखि 4 महिनासम्म। त्यस्तै अब 4 देखि 6 महिनासम्म छ होइन 1 लाखसम्म, अनि 5 लाखसम्म फेरि अब 6 महिनादेखि 1 वर्षसम्म छ है। त्यसरी नै हुँदै यो अब म्याक्सिमम कति छ भन्दा हेर्नको लागि चाहिँ यो 1 करोड रुपियाँसम्म होइन उसले चाहिँ भ्रष्टाचार गरेको छ भने चाहिँ 8 वर्षदेखि 10 वर्षसम्म कैदीलाई सजाय हुन्छ है त। भनेको म्याक्सिमम कति रहेछ यो 10 इयर है, त्योभन्दा म्याक्सिमम भनेको चाहिँ 10 वर्षसम्म उसले सजाय हुन सक्छ है त। 42मा छ हाउ मेनी फन्डामेन्टल राइट्स आर देयर इन पार्ट 3 अफ द कन्स्टिट्युसन अफ नेपाल है। नेपालको संविधानको भाग 3मा चाहिँ कतिवटा चाहिँ मौलिक हकहरू छन् भनेर सोधिएको छ। यसमा छ 24, 28, 31 र 43। यो मौलिक हक भनेको चाहिँ भाग 3को धारा 16 देखि 46सम्म है, जम्मा 31वटा चाहिँ मौलिक हकहरू छन् है। भनेको यो सही आन्सर 31 है। 43मा छ विच प्रोसेस इज प्रायोरिटाइज टु इन्स्योर ट्रान्सपेरेन्सी इन पब्लिक प्रोक्योरमेन्ट भनेर सोधेको छ है। पब्लिक प्रोक्योरमेन्टमा ट्रान्सपेरेन्सी होइन पारदर्शिता हुनको लागि चाहिँ के गर भने हुन्छ त, डाइरेक्ट पर्चेस गर्दाखेरि हुन्छ त भन्दाखेरि यो हुँदैन है। डाइरेक्ट किन्दाखेरि त अब कुनै हाम्रो त पारदर्शी हुने कुरा आएन, डाइरेक्ट नेगोसिएसन गर्दा पनि हुने कुरै आएन होइन, कन्टिजेन्सी पर्चेस गर्दा पनि हुने गएर आएन। अनि के हुनु पर्यो त, त्यहाँ कम्पिटेटिभ बिडिङ हुनु पर्यो है।
अब धेरैवटा कम्पनीहरूले त्यहाँ बिड गरेर चाहिँ होइन अब कुनलाई दिने भन्ने कुरा चाहिँ त्यो अनि मात्रै हामीले डिसाइड गर्न पाइयो भने अनि मात्रै त्यसमा अलिकति पारदर्शिता छ है भन्ने कुरा चाहिँ हो है त 44 छ द बेन्चमार्क अफ अ स्टेसन ए इज 600 मिटर द ब्याक साइड रिडिङ एट द पोइन्ट ए इज 2 मिटर एन्ड द फोर साइड रिडिङ अफ द बी इज 3 मिटर फाइन्ड द आरएल अफ स्टेसन बी भनेर दिएको छ है कुनै स्टेसन यहाँ ए छ यो ए स्टेसनको चाहिँ हाम्रो होइन बेन्चमार्क दिएको छ 600 है भनेको यो 600 मिटर चाहिँ यो के छ त ए को आरएल छ है अब एमा हामीले ब्याक साइड हेऱ्यौँ कुनै अब यहाँ मेसिनबाट है अब एमा ब्याक साइड हेरिसकेपछि यहाँ के कति देखियो अरे 2 मिटर देखियो अरे यो है यो चाहिँ ब्याक साइड रिडिङ देखियो यति अब फोर साइड रिडिङ चाहिँ अर्को यहाँ अब फोर साइड रिडिङ अफ द रिडिङ बी र स्टेसन यहाँ बी छ अरू है यहाँ अर्को स्टेसन बीमा चाहिँ हामीले फोर साइड हेर्दाखेरि है यो बीमा चाहिँ फोर साइड हेर्दाखेरि कति रिडिङ देखियो अरे भन्दाखेरि 3 मिटर देखियो है 3 मिटर चाहिँ यहाँ फोर साइड रिडिङ देखियो भने अब यो बी को आरएल कति हुन्छ भनेर सोधिएको छ है अब यो निकाल्न के गर्नु पर्यो सुरुमा यो ए को एसआई निकाल्ने है एसआई निकाल्नको लागि के गर्नु पर्यो यो जसको आरएल दिएको छ ए को आरएल ए को आरएलमा चाहिँ हामीले ब्याक साइड रिडिङ जोड्यो भने ए को आइटम इस्टिमेट एसआई आउँछ भने कति आउने भयो 600 र 2 दिँदाखेरि 602 है अब यसको एचआईमा चाहिँ अब फोर साइड रिडिङ घटाएपछि यसको आरएल आउँछ है भनेको यसको फोर साइड रिडिङ 600 मा 2 जोड्यो भने 602 602 मा यता 3 मिटर घटेपछि कति हुने भयो 579 है 579 चाहिँ यसको सही आन्सर आउने भयो त त्यस्तै अब 45 मा छ ओभरटर्निङ अफ भेहिकल्स अन अ कर्भ क्यान बी एभोइडेड बाई युजिङ भनेको छ ट्रान्जिसन कर्भ भर्टिकल कर्भ कम्पाउन्ड कर्भ अथवा रिभर्स कर्भ ट्रान्जिसन कर्भ भनेको त्यस्तो कर्भ जसको रेडियस चाहिँ स्ट्रेट पाथमा चाहिँ इन्फिनिटी हुन्छ र त्यो चाहिँ अब एउटा सर्कुलर कर्भमा आइसकेपछि त्यसको रेडियस आर हुन्छ है रेडियस चाहिँ इन्फिनिटीबाट रेडियस आरसम्म चाहिँ हाम्रो त्यसको भेराइ गर्दै आइरहेको हुन्छ है जसको कारणले गर्दा चाहिँ कर्भमा चाहिँ हामीले भेक्टरहरू टाइप गर्दाखेरि चाहिँ एकदमै सडन चाहिँ चेन्ज नहोस् है त्यो चाहिँ डिरेक्सन चाहिँ सडन चेन्ज हुँदैन एकदम चाहिँ स्मुथ चेन्ज गराउन सक्यो है स्मुथ चेन्ज गरेपछि त्योबाट चाहिँ भेहिकलहरू चाहिँ ओभरटर्न गर्न सक्दैन है अर्को 46 मा छ प्लटिङ अफ इनएसेबल पोइन्ट अन अ प्लेन टेबल इज डन बाई भनेर सोधेको छ है इनएसेबल पोइन्टहरू होइन अब नदेखिने पोइन्टहरू चाहिँ कसरी प्लट गर्ने त कुन चाहिँ मेथडमा प्रयोग गर्ने ट्राभर्सिङ हो कि रेडिएसन हो कि इन्टरसेक्सन हो कि ननदै हो ल रेडिएसन भनेको चाहिँ कुनै एउटा पोइन्टबाट है कुनै अर्को देखिने है एउटा स्टेसनमा हामीले प्लेन टेबल सेट गरेर अरू त्यहाँबाट देखिने अरू स्टेसनहरूको चाहिँ हाम्रो डेटाहरू लिनु पर्यो भने चाहिँ रेडिएसनबाट गरिन्छ जसलाई चाहिँ अब लाइनहरू ड्र गरेर होइन लाइनहरू साइटिङ गरेर हामीले गर्नुभयो ट्राभर्सिङ भनेको त अब हरेक इन्डिभिजुअल पोइन्टमा गएर चाहिँ हामीले जतिवटा स्टेसन छ त्यो भएको स्टेसनमा सबैमा गएर चाहिँ हामीले रिडिङ लियो भने ट्राभर्सिङ भयो इन्टरसेक्सन भनेको चाहिँ कुनै दुईवटा पोइन्टबाट लिने हो जसले चाहिँ हामीले नदेखिने पोइन्टको चाहिँ लोकेसनहरू पत्ता लगाउन सकिन्छ यही दुईवटा स्टेसनबाट कुनै अननोन पोइन्टको चाहिँ लोकेसन पत्ता लगाउन सकियो भने चाहिँ त्यो भनेको चाहिँ इन्टरसेक्सन अर्को छ हाम्रो 47 मा द मेथड युज टु डिटरमाइन द एलिभेसन अफ पोइन्ट द्याट आर फार अपार्ट इज भनेर सोधेको कुनै पनि पोइन्ट्सहरूको चाहिँ एलिभेसन पत्ता लगाउनु पर्यो जुन चाहिँ एकदमै धेरै टाढा छन् भने कुन चाहिँ मेथड प्रयोग गरिन्छ प्रिसाइज लेभलिङ प्रोफाइल लेभलिङ होइन फ्लाइ लेभलिङ अथवा रेसिप्रोकल लेभलिङ भनेर सोधेको छ अब धेरै एकदमै टाढा भएको पोइन्टहरूलाई चाहिँ हामीले एकदम फास्ट भनेको चाहिँ के भन्छ फ्लाइ लेभलिङ है फ्लाइ लेभलिङ चाहिँ हाम्रो धेरै टाढा भएको पोइन्टहरू अथवा धेरै हाइटमा बाट होइन अब हाइट डिफ्रेन्स पनि धेरै भएको अथवा डिस्टेन्स पनि धेरै भएको छ भने चाहिँ हामीले फ्लाइ लेभलिङ गर्दै हामीले होइन आरएलहरू ट्रान्सफर गर्नु पर्यो भने चाहिँ एकदम फास्ट हुन्छ है भनेको यो चाहिँ फ्लाइ लेभलिङ हो है यसमा रेसिप्रोकल लेभलिङ चाहिँ हाम्रो कुनै पनि अब्स्ट्रक्सनहरू आयो जस्तो रिभरहरू आयो होइन त्यहाँ भनेको रेसिप्रोकल लेभलिङ गर्ने भयो अब यसको चाहिँ हाम्रो सही एन्सर चाहिँ फ्लाइ लेभलिङ जसले चाहिँ होइन धेरै टाढाको पोइन्टहरूमा पनि हामीले आरएल ट्रान्सफर गर्न सकिन्छ है अर्को भनेको 48 मा छ कन्टुर इन्टरभल इज भनेर दिएको छ इन्भर्सली प्रोपोर्सनल टु द स्केल अफ द म्याप अर्को भनेको लार्जर फर एक्युरेट वर्क directly proportional to flatness of ground larger if the time available is more भनेर दिएको छ है यसको चाहिँ फाइनल डेरिभेटिभ कन्टुर इन्टरभल भनेर हामीले हेर्नुपर्ने हुन्छ स्केल चाहिँ जति धेरै हुन्छ स्केल ठुलो छ भने हाम्रो कन्टुर इन्टरभल चाहिँ सानो राख्नुपर्ने हुन्छ है भनेको सही आन्सर यसको इन्भर्सली प्रोपोर्सनल टु द स्केल अफ द म्याप अब झन् एक्युरेट अब कन्टुर इन्टरभल चाहिँ एकदमै सानो राख्यो भने चाहिँ एक्युरेट हुन्छ है यो चाहिँ उल्टो भयो चाहिँ लार्जर फर एक्युरेट वर्क हुनुको लागि चाहिँ एकदमै थोरै राख्यो भने धेरै डिटेलहरू आउँछ अप्सन सी मा छ डाइरेक्टली प्रोपोर्सनल टु द फ्ल्याटनेस अफ द ग्राउन्ड र अप्सन डी मा छ लार्जर इफ द टाइम एभाइलेबल इज मोर धेरै टाइम चाहिँ हामीसँग उपलब्ध छ भने त अझै थोरै होइन हाम्रो इन्टरभल नै हामीले थोरै राखेर अझै धेरै डाटाहरू लिन सकिन्छ भनेपछि यो सबै 49 मा छ भिटामिन इज जेनरली अप्टेन फ्रम भनेर सोधेको छ सिन्थेटिक मटेरियल अर्ग्यानिक मटेरियल
पेट्रोलियम प्रोडक्ट अथवा कोइल। पिटिएमआई भन्ने बित्तिकै हाम्रो पेट्रोलियम प्रोडक्टलाई डिस्ट्रक्टिभ डिस्टिलेसनहरू गरेर त्यसबाट निस्केको बाई प्रोडक्टलाई चाहिँ पिटिएमआई भनिन्छ। अब यसलाई चाहिँ हामीले डिस्ट्रक्टिभ डिस्टिलेसन भनेको चाहिँ अब कुनै पनि हाम्रो पेट्रोलियम प्रोडक्टलाई चाहिँ एकदमै हाई टेम्परेचरमा चाहिँ हिट गर्ने, जुन चाहिँ एयरको एक्सचेन्जमा, र त्यहाँ जसले चाहिँ गर्दा चाहिँ हाम्रो त्यहाँ भएको कम्पाउन्डलाई चाहिँ एकदमै सिम्पलर प्रोडक्टमा चाहिँ अहिले चाहिँ ब्रेकडाउन गर्छ है। त्यस्तै अब हाम्रो 15 नम्बरमा छ, क्वालिटी अफ सिमेन्ट इज गुड इफ इट हेज द मोर अफ भनेको सोधेको छ। सिमेन्टको क्वालिटी चाहिँ गुड हुन्छ कुन चाहिँ मात्रा चाहिँ बढी भयो भने, के को मात्रा बढी भयो भने ट्राई क्याल्सियम सिलिकेट, फ्री लाइन होइन, ट्राई क्याल्सियम एल्युमिनेट र डाई क्याल्सियम सिलिकेट। सबैभन्दा बढी हुने भनेको के हो त, ट्राई क्याल्सियम सिलिकेट है, C3 सबभन्दा बढी हुनु पर्यो कुनै पनि सिमेन्ट राम्रो हुनु। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा सम्पूर्णलाई धन्यवाद। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला, साथै भिडियो मन परेमा लाइक तथा सेयर गरी च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। अर्को भिडियोमा नयाँ विषयवस्तुको साथ उपस्थित हुनेछौँ। हस्त, धन्यवाद।